कसम ल कोही माया गर्ने केटी मात्र भेटिस् कुकुरले जस्तो नछुटिने माया गर्छु कि चिप्केको चिप्कै कुकुरले जस्तो नछुटिने माया गर्छु। मामको नाम मेरो पुटी बन जाता खुब म अब ल्याएर खुब देखाउँछ सिक्नेहरू। नाम के हो? पुटी। मेरो फुटेको किस्मतमा यसरी क्वाकेर यसरी निकाल्ने यस्तो छ कि कस्तो फुटेको किस्मत हो क्या मेरो त यार। उहाँ मान्छेहरू दिउँसै स्वर्ग र जन्नत देखिरहेको छन्, मैले यहाँ घर बसेर नर्कै देखिरहेको छु। तिरो फुटेको किस्मत। सर ये तेल है ना घने लंबे बालों के लिए आपके लिए बहुत तेल बेचना आई थी, साले ने पेल दिया। गाइज स्ट्रबेरी खाने हो, स्ट्रबेरी अर्ग्यानिक हो, अर्ग्यानिक कुनै मेडिसिन युज नभएको घरमै फलेको स्ट्रबेरी अर्ग्यानिक। मान्छेले स्ट्रबेरी फ्लावर भन्छन्। कसमलाई मलाई स्ट्रबेरी मन पर्दैन यार। न स्ट्रबेरी फ्लावर मन पर्छ न स्ट्रबेरी नै मन पर्छ। तितो अमिलो हुन्छ। फलफ्रुटमा एकदम खान्छु, एकदम मन पर्छ, तर स्ट्रबेरी त्यति मन पर्दैन यार। अमिलो चिज भनेपछि मलाई त्यति मन पर्दैन, तर हल्का ठिक अमिलो जस्तो ठिकै पनि हुन्छ। तर स्ट्रबेरी मलाई खासै मन नपर्नु कारण त्यही अलिक अमिलो बढी हुन्छ। अन्त बजारतिर पाइन्छ अलिक गुल्ली हुन्छ। यो घरमै फलाएको पाहाडको वरिपरिको लागि खासै मिठो त अमिलो बढी हुन्छ। यो बिजुलीको तार देखियो नि, केबल जहाँ ट्रान्समिटर छ नि त्यहाँबाट डाइरेक्ट टु फेसमा आइरहेछ। योमा टु फेस देखियो नि, वहाँबाट ट्रान्समिटर जहाँ रहेछ त्यहाँबाट हाम्रो गाउँसम्म जम्मा टु फेसमा आइरहेछ। एक त मोदी सरकारले मासाला बडा मुस्किलले जे पनि दिन्छ, बडा मुस्किलले दिन्छ। त्यसमाथि पनि हामी मोदी चाहिँ पब्लिक मोदी हो कि यति मोदी सरकारले बल दिएको चिजको राम्रोसँग सदुपयोग गर्नु नि यार। यो बिजुलीको तारो वहाँसम्म हो, यो ग्राउन्ड छ नि त्यहाँसम्म 4 फेसमै लानुपर्ने हो। भोलिको दिनमा त्यहाँ के एउटा मेसिनहरू राख्छु भन्ने बित्तिकै फेरि पोल गान्नुपर्छ, फेरि तार तार्नुपर्छ। मान्छेको दिमाग हुने यार। एक त मोदी सरकारले बडा मुस्किल दिन्छ, त्यो पनि तार बढी लाग्छ, बिजुलीको पोल बढी लाग्छ अरे आफ्नो गोजीबाट हाल्ने यस्तो कि कस्तो दिमाग हुन्न है नेपालीहरूको। यो मोदी दिमाग नभएको टाउकेहरू भयो भने पनि गाउँमा विकास हुँदैन कि। आफ्नो गोजीबाट हाल्न पर्ने चाहिँ बिजुलीको पोल बढी लाग्छ, तार बढी लाग्छ त सरकारकै जान्छ के भयो त। एक त नेपाल सरकारले धेरैमा एउटा केही न केही सरकारले सब चुटी आएर
हामीले त पाता तपरिया कुन थाप्छ नि बाजेर एउटै यसले पनि टोक्ने बुझेको बुढा भनेर छोरी बुढा मैले गाडेर कति बेरसम्म उफ्रिन्थेँ खै त झिरमिटा केही लिएर आउँछ त गीत राख्ने उता यहीँ पोलिदिनु कि किन उता गनाउने हाल्ने र के अरू गर्न हाल्ने कसैलाई दिनुपर्ने होइन त्यसले मान्न गाह्रो गरेको यहीँ पोल्ने नि खुल्लामा ल ढकल त ल धुपाइदिइहाल्नु त पर्दैछ पखेर त बल्ल पो ए भालसम्म नमरेको रहेछ कति कति फेर आएर काला हिर्का हिर्का काला हिर्का बन्दुक पड्काउनु पाएको पनि धेरै भयो यार एक रातमा धेरै नभए 3 शट पड्काउनु पाइने हुन्थ्यो नि अनिकाल ला यार एक शट पनि पड्काउनु पाइने यार हुन त मान्छे म पनि पटमुर्खी हो कि एक शट पड्काउनु पाएन म कहाँको 3 शटको कुरा गरे यार म कुन चाहिँ बन्दुकको कुरा गर्दैछु थाहा छ यदि थाहा छैन भने गेस गर्नुहोस् म यहाँ तल पालिकामा पुग्ने यो देखियो नि यो पालिका यहाँ अब मसँग बाइक छैन अरूको बाइक मागेर जाम दिनै खोज्दैन यो भएको छ यो बिग्रिएको छ त्यो बिग्रिएको छ यस्तो भएको छ उस्तो भएको छ भन्छन् त्यही भएर कसैको बाइक पनि नमागिकन म आफै हिँड्दै यो बाटो म सर्लक्कै झरेर जाने हो गर्मी हुन्छ भने एउटा छाता पनि लिएर हिँडेको छु आफूसँग गाडी भएन भने पनि दुःख पाइँदो रहेछ जिन्दगीमा एउटा गाडी त चाहिँदो रहेछ गाडी र गाडी भएन भने पनि दुखाउँदो रहेछ जिन्दगीमा एउटा गाडी त चाहिँदो रहेछ अब म अहिले कसैसँग बाइक नमागिकन हिँडेर गएँ होइन जब मेरो काम भयो म घर आइसक्छु नि त्यसपछि बल्ल भन्छ क्या मान्छेहरूले केटाहरूले हैत्तेरिका यार मसँग बाइक मागेको त म दिन्थेँ नि त यार मसँग माग्नु पर्थ्यो नि त मैले दिन्थेँ मसँग मागेर मैले दिन्थेँ यार त्यहाँ पुगेर आएर पनि 12 महिनास मैले मागेर दिन्थेँ भनेर भन्छन् सबले तर सबकै सब माइकी लानुहुन्छ माग्नु पर्छ जब मागिन्छ नि तब भन्छ कि यो बिग्रिया त्यो बिग्रिया यस्तो भएको छ उस्तो भएको कसैले दिनु खोज्दैन
जब काम भएर आउँछ त्यसपछि सारा दुनियाँहरूको लौडा लसुन फसुन अन्त चुपुर सब मैले दिन्थेँ भन्छन् चुतियाहरू। खैर केही छैन, यो बाटो सलक्कै लिएर जाने हो, गइन्छ ओह्रालो बाटो झरिन्छ, आउँदा बिस्तारै आइन्छ। ल हेर्नुहोस् बाहुनहरूको विकास, यो हो बाहुनहरूले गरेको विकास। अब यसबाट के सिक्ने, यसबाट के भन्ने? बाहुनहरूले गरेको विकास र बाहुनको विकास यही हो। यहाँ ट्याङ्की बनेको छ, सेफ्टी ट्याङ्कीहरू सब बनेको छ नि। यो यहाँ पोखरी बनेको छ, यो टोयलेटहरू बनेको छ, यसमा बस्ने भवनहरू बनेको छ, मन्दिरहरू बनेको छ। त ठिक छ, मन्दिर बनिन्छ ठिकै छ। यो केलाई जबकि यहाँ पानी चाहिँ आउँदैन, के यसको कुनै मुहान नै छैन, यसको वरिपरि कुनै मुहान नै छैन। मुहान छ त योभन्दा तल छ, त्यो तलको पानी यहाँ के आफै हिँडेर आउँछ? आउँदैन नि। फाइदा हुने काम गर्नु, के फाइदा हुने काम गर्नु यार। यो होइन कि यार पावरमा छु, म पहुँचमा छु, म थाममा छु, यही हो बेला म पावरमा छु, म थाममा छु को मतलब यही हुन्छ। यही हो जो बन्दै नबन्ने संरचना हो, यो बन्दै नबन्ने ट्याङ्कीहरू, यो सब यो बन्दै नबन्ने चिज हो। किनकि यो गाउँको मान्छे मेयर थियो, पालिकाको मेयर थियो यो मान्छे, यो गाउँको मान्छे। त्यही भएर उसले आफू मेयर भएको बेलामा फाइदा उठाएको, आफ्नो पावर देखाएको, आफ्नो क्यापेसिटी देखाएको। यसबाट के सिक्ने हो? अरू पछिको जेनेरेसनले यसबाट के सिक्ने? यसबाट सिक्ने यस्तो त्यस्तो केही छैन नि। जे चिज पनि गर्नुहोस्, सोचेर गर्नुहोस्, विचार गरेर गर्नुहोस्, यो सल्लाह गरेर गर्नुहोस् के त्यो काम राम्रो छ। यही हो मेयरको पावर। मेयर थाममा बसेको बेलामा, मेयर भएको बेलामा गरेको संरचना, गरेको विकास। अब यसलाई के भन्ने? त्यस्ता मेयर माई फुट काम गरेपछि त यार राम्रो गर्नु नि यार, त्यो विकास हुने काम गर्नु नि यार। के गर्नु खोजेको यो सब? कुनै एउटा यस्तो टाइम थियो यार, हामी यहाँ अर्याल खोज्न आउँथ्यौँ यार, अचम्म लाग्थ्यो यार त्यो टाइम सम्झिँदाखेरि। यो एरिया छ नि पुरै हामी अर्याल खोज्न आउँथ्यौँ। कतिपयलाई थाहा होला अर्याल भनेको के हो, कतिपयलाई थाहा नहोला। हाम्रो घर चाहिँ यहाँ माथि हो, यो पुरै एरिया हामीले अर्याल खोज्न आउँथ्यौँ। यो सबै एरिया यसरी हुँदै यतासम्म आउँथ्यौँ हामी अर्याल खोज्न। बेसीमा मकै र कोदो सँगसँगै रोप्ने भइसक्यो कि होइन। मकै यत्रो भएको छ, कोदो पनि यत्रो भइसकेको छ। बेसीमा जे खेती पनि लेखाभन्दा छिटो गर्छन् यार। मकै चाहिँ माथि लेखमा छिटो छर्छन्, तर कोदो चाहिँ बेसीमा छिटो रोप्छन्। आज पालिका आएको चिनी कामै बनेन, के भन्ने? कामै नबनेपछि के काम? चार दिन मकै खनेको हात पुरै गङ्गोको माल जस्तो भयो। मेरो हात त 4 दिन मकै खनेको घामले डढेर पुरै कालो भयो। तर गङ्गु छेत्रीको माल किन कालो भयो? हो मैले त काम गर्दाखेरि 4 दिन मकै खने हो, घामले डढेर मेरो हात कालो भयो, यसमा कुनै दुई मत छैन। तर गङ्गु छेत्रीको माल किन कालो भयो? कारण के? धेरै ठ्याक लगाएर कि के हो? अनि गङ्गु छेत्रीले भन्थे नि मुत्नीलाई चम्काउँदैन भनेपछि आजदेखि मैले पनि हातलाई चम्काउन्न। जति नै सुकै कालो भयो, हातको के काम छ र? त्यो एउटा खाना खाने हो, खाना जब स्कुलले खाँदा नि हुन्छ। आजदेखि गङ्गु छेत्रीको जान्नु मुत्नीलाई चम्काउँदैन भनेछु, मैले पनि आजदेखि हातलाई चम्काउँदैन। लुज्जा।
फुल रहेछ। चरा फुल रहेछ। फुट्ट उडेर गएको थियो कि नउडेर अन्त त्यसलाई मैले के गर्थेँ त। 4 दिन मकै खनेको हात गङ्गोको माल जस्तो भएको छ। गङ्गो छेत्रीले भन्थे नि मुत्नीलाई चम्काइँदैन भनेर, त्यस्तै पनि हामीले पनि हातलाई चम्काइँदैन। हातको काम के हो र? हातको काम भनेको त्यही खाना खाने हो। खाना जब स्कुलले खाँदा हुन्छ। आजदेखि हामीले पनि हातलाई चम्काइँदैन। गाउँ क्षेत्रको जानु मुत्नीलाई चम्काइँदैन भने जस्तो हातलाई चम्काइँदैन। खाना जब स्कुलले खाए पनि हुन्छ। नि यति धेरै पछुता छु नि, टाउको यसरी भुइँमा ठोक्ने जस्तो भएको कि। काठमाडौँ शिक्षकहरूको आन्दोलनमा नगएर म यति धेरै पछुता छु कि। उहाँ मान्छेहरूले दिउँसै उहाँ स्वर्ग देखिरहेछन्, म घर बसेर नर्क देखिरहेको छु। यसरी आँसी नाम्लो बोकेर नर्क देखिरहेको छु। यति स्वर्ग देख्नु थियो भने त शिक्षकहरूको आन्दोलनमा काठमाडौँ जानुपर्ने हो कि। जान त खोजेको हो कि के मिलेन के मिलेन कि। कहिलेकाहीँ त यस्तो लाग्छ कि मेरो त किस्मतै फुटेको हो कि जस्तो लाग्छ कि। साथै दिन्न के मिल्दैन कि। अहिले त मान्छेहरूले त उहाँ स्वर्ग देखेको देख्दाखेरि यति डाहा लाग्यो नि मलाई, म किन गएन भनेर। मेरो त फुटेकै हो क्या किस्मत यार। यति म पनि शिक्षक आन्दोलनमा काठमाडौँ गएको मैले पनि दिउँसै एक बेला स्वर्ग पुग्थ्यो होला कि। उहाँ मान्छेहरू स्वर्ग पुगिरहेछन्, म चाहिँ नर्क छु। मेरो जिन्दगी जिन्दगीमा आफूसँग गाडी र गाडी भएन भने दुःख पाइदो रहेछ। यो दुईटा चिज त अनिवार्य चाहिँदो रहेछ कि। एक गाडी। म यस्तै गाडी र गाडी नभएको कतिजना हुनुहुन्छ कमेन्ट गर्न नभुल्नु होला।